मेरो मर्निङ चाहिँ यस्तो भएको पूजा गर्नलाई। नमस्ते सेवन्ने, गुड मर्निङ एभ्रिवान, शुभ प्रभात सबैमा है। आज चाहिँ मर्निङ भइसकेको छ र मैले पूजासुजा गरेर टी पनि रेडी छ मेरो। अनि चिया खाँदैछु, यहाँ ब्रेड गरम हुँदैछ, ब्रेड र चिया खान्छु। त्यसपछि चाहिँ म आज फेरि क्याबेजको मोमो बनाउन गइराखेको छु होइन। अनि सबैजना सन्चै हुनुहुन्छ होला। सो आई एम गोइङ टु मेक क्याबेज मोमो। त्यस्तै छ, जिन्दगी चलिराखेको छ। अनि जो जो नयाँ हुनुहुन्छ मेरो च्यानलमा, दिस इज ज्योतिका हियर एन्ड यु वाचिङ जोस ब्लग। पुरानो हुन्छ त थाहै छ, स्टे ट्युन टेल द एन्ड हेर्नु होला मेरो ब्लग है। आफ्नै हो कुरा भनेको, त्यस्तो पो छ त। रेस्ट पाइन्छ छिटो गऱ्यो नि, नत्र सिधै पकायो ओऱ्यो सिधै बोजूको खाना ल्याउनु पर्ने हुन्छ। बोजूको खाना ल्याएपछि खानुपर्ने हुन्छ आफू पनि। अनि त्यहाँदेखि निन्द्रा लाग्छ, खाएपछि काम गर्नु मन पर्दैन। खासै खान त मन पर्दैन होइन है, खासै खान त मन पर्दैन गाइस, तर पनि बिहान उठेकोदेखि म खानेकुरा खालि पकाइरहेको हुन्छु। आँसु आयो मेरो। किनभने यो कोपी चाहिँ अस्ति ल्याएको नि त मैले, 2 हप्ता नै क्या, सकिहाल्नु पर्यो भनेर। यहाँ रेडी हुँदैछ गाइस, म चाहिँ यहाँ छु। त्यही छ, बोजू सुतिरहनु होला। बोजूको एन्टिक पिसहरू चाहिँ यहाँ छ। लागि आँटा होइन गर्दैछु म। राखेँ घरबाट ल्याइहाल्छु, त्यहाँदेखि चाहिँ बनाउँछु भनेर सोच्दैछु गाइस। यस्तो छ गाइस यहाँको चाहिँ सिनहरू। म चाहिँ यहाँ छु। पानी तताउँछ। बनिँदैछ मेरो मोमो, यहाँ पनि छु, हजुर छु गाइस। दिस इज मोमो, वाउ वाउ यफी। मैले चाहिँ मोमो बनाएको छु हेर्नुहोस् है। किन मैले मोमो धेरै बनाएको भन्दाखेरि चाहिँ खानु पर्यो नि त गाइस, खानु पर्यो। जिन्दगीमा के छ र, खायो बस्यो काम गर्यो, त्यही त हो। मोमो चाहिँ मलाई पनि आउँदैन बनाउनु, बट आइ एम ट्राइङ टु मेक मोमो फ्री टाइममा, त्यही त हो।
बोजूलाई म मेरो खाना बनाउँछु भनेपछि बोजू यु आर गुड कुक भन्न थालिहाल्छ हो धेरै चाहिँ खाँदैन एउटा खान्छ बोजूले जे पनि Look at this guys यहाँ पनि छ मेरो डम्पलिङ चाहिँ यहाँ पाकिसक्यो अब खानुपर्छ यहाँनिर चाहिँ मेरो खाना छ गाइस जब खाना खान्छु हिजो म तपाईँहरूले देखाउँछु कि बोजूको छोरीले चाहिँ मलाई के ल्याइदिएको छ भनेर है त्यति बेलासम्मको लागि स्टे ट्युन वाच टिल द एन्ड भन्न चाहन्छु सबैलाई ओके गाइस Okay guys, now I have finished my lunch and I have to show you something. म चाहिँ तपाईँहरूलाई मेरो छोरीले ल्याएको केही सामान देखाउनु पऱ्यो मलाई चाहिँ त्यो कलोनिट चलाउनु आउँदैन भनेको थियो बाइसाइकल यो साथीकोबाट प्रोभाइड गरेको अरे मलाई हि अब यो कुदाएर म यो डल्लै घुम्ने छु कहिले छोरी कहिले के गर्नु र गाइस बस्यो डुल्यो खायो भर्खर भात खाएँ अल्छी लाग्यो भिडियो गर्दै हिँडेको अल्छी लाग्दो अघि साइकल सिक्नेकोले कस्तो त गरेर चाहिँ भ्लग गर्दै हिँड्दा चाहिँ मजा आउँछ होला नि त गाइस अब चाहिँ भाँडा चाहिँ सानो चाहिँ ल्याएको छैन है मैले दिनको लागि किन भन्दाखेरि चाहिँ मोमो गाइस फिनिस्ड यहाँ चाहिँ हड्डी मात्रै छ अब रात पनि परिसकेको छ सुत्नुपर्छ होइन अन्त के सोच्दैछु भने चाहिँ त्यही हो अलिक टाढा आएको छ होम सिकनेस हुन्छ मिस हुन्छ घर होइन खानादेखि सब मिस हुन्छ नयाँ जग्गा नयाँ ठाउँ अनि त्यसलाई नै अब के गर्नु सोचिरहेर पनि भएन है मेरो अलरेडी च्यानल छ म चाहिँ भ्लगिङ गर्छु भनेर सोचेँ होइन त्यही भएर भ्लग नै गर्ने नै मैले डेली भ्लग गर्छु ट्राई गर्छु डेली भ्लग हाल्ने होइन अनि त्यही हो तपाईँहरू पनि इफ guys have you ever felt like this then you can tell me in my comment box है आजको लागि यति नै was till the end thanks for watching my vlog please keep supporting keep watching keep sharing keep liking keep commenting on my vlog
बाई गुड नाइट।